म चाहिँ अहिले यहाँनिर रोज गार्डनमा छु। रोज चाहिँ 10% चाहिँ फुल्दो रहेछ। अब अप्रिल मेमा चाहिँ ठिकै हुने रहेछ। मेमा चाहिँ ठिकै हुने रहेछ। यो वाइटको सानो उयो चाहिँ दामी फुलेछ। दामी फुलेछ हो। रोज वाउ सो मच यस्तो दामी फुलेछ हो। अब यो चाहिँ तपाईँहरूलाई यहाँ देखाएँ मैले लाइभ हेर्दाखेरि अझ दामी छ। यो सबै ह्याङ्गिङ रोजहरू चाहिँ अलिकति छिटो फुल्दो रहेछ यिनीहरू चाहिँ। हेर्नुहोस् न यतातिर पनि पुरै छ। कसैको हेर्दै बर्थडेहरू रहेछ।